धेरै धेरै धन्यवाद अति आदरणीय चाहिँ लक्ष्मी प्रसाद गुरुज्यू र आज विशेष यहाँ उपस्थित अति आदरणीय बाजे आशीर्वाद दिँदै साथसाथै विभिन्न जति पनि हाम्रो बडा काकाहरू काकीहरू जति पनि आफूभन्दा ठुलो मभन्दा ठुलो अग्रजहरू सबैलाई आशीर्वाद दिँदै एक दुई शब्द के गर्नु बोल्नै पऱ्यो है नबोल्नु पऱ्यो भने प्रवीण दालाई अगाडि गएर राखिदिनुहोस् न हाम्रो सिक्किमको दाजुभाइहरू मेगी दाजुभाइहरू पक्षबाट एक दुईवटा कुरा राखिदिनुहोस् न भन्दा पनि दाजुले भाइ तिमी जानुपर्छ बोल्नुपर्छ भन्दाखेरि म यहाँ आएको छु र भन्नु त के भन्नु इङ्ग्लिसको अक्सफोर्ड डिक्सनेरीमा पनि क्या अक्सफोर्ड डिक्सनेरीको विभिन्न शब्दहरूले पेजेस पन्नाहरू पल्टाएर हेर्दाखेरि नि त्यो शब्दमा पाउनु सक्दिनँ नेपालीमा शब्दकोशलाई डल्लै पल्टाएर हेर्दाखेरि नि म त्यो शब्दहरू भेट्न सक्दिनँ जुन प्रकारको तपाईँहरूको माया स्नेह है एउटा जुन चाहिँ आत्मीयताले हामीलाई भिजाउनु भएको छ एउटा त्यो सबैको वर्णन गर्नु म कुनै शब्द पाउन सक्दिनँ है यतिको राम्रो कार्यक्रम तपाईँहरूले अर्गनाइज गर्नु भएको छ हामी सबैलाई पनि एउटा सम्पूर्ण सिक्किमे मेगीहरूलाई तपाईँहरूले जुन प्रकारको एउटा विशेष तपाईँहरूले जुन चाहिँ माया साथसाथै तपाईँहरूको जुन चाहिँ हामी सबैलाई अँगाल्नु सङ्गाल्नु भएको छ है त्यो सबै कुराहरूको निम्ति हामी आन्तरिक हृदयबाट नै सम्पूर्ण हाम्रो काकाहरू दाजुभाइहरू दाजुहरू मात्रै भन्ने सबैजना कान्छो मै सिक्किमबाट आएको टोलीमा सम्पूर्ण सबैजनाको तर्फबाट तपाईँहरूलाई हार्दिक धन्यवाद भुलिभुली धन्यवाद पाउन चाहन्छु अनि हामी पनि धन्य भएका छौँ नेपालको पवित्र धरतीमा है एउटा बुद्ध भगवानले जन्म लिनु भएको एउटा पावन धरतीमा हामीले पनि यसपालि आएर एउटा ऐतिहासिक मेगी गुरुङहरूको सम्मेलनमा हामीले सहभागिता जनाउने हामीले मौका पाएका छौँ हामीलाई है त्यो अवसर दिनुभएकोमा विशेष गरेर म यो आयोजक समितिका सम्पूर्ण कार्यकारिणी समिति लगायत आज यहाँ उपस्थित सम्पूर्ण मेगी परिवारलाई हार्दिक हामी धन्यवाद टक्राउन चाहन्छौँ र भोलिको दिनमा पनि है यस्तो कार्यक्रमहरू फेरि पनि भइरहनुपर्छ अनि जुन चाहिँ हाम्रो वंशावलीको हाम्रो जुन चाहिँ किताब छ जुन चाहिँ हाम्रो लेखन हुन गइरहेछ त्यसमा हामी पनि हाम्रो तर्फबाट के कसो सहयोग गर्नुपर्ने हामी सम्पूर्ण सिक्किमे मेगीहरू हामी पनि हाम्रो तर्फबाट सहयोग त हुँदैन है हामीले हाम्रो तर्फबाट कति योगदान दिनुपर्ने त्यो पनि हामी गरेछौँ र फेरि पनि तपाईँहरू सम्पूर्ण सबैजनाको एउटा माया आशीर्वादको साथमा केही क्षणको लागि तपाईँहरूकोबाट उज्यालो गर्न चाहन्छु धन्यवाद थ्याङ्क यू सो मच धन्यवाद भाइ अमिर यहाँहरूको